वेलकम ब्याक टु आवर न्यू ब्लग। हजुरलाई फेरि पनि स्वागत छ हाम्रो न्यू डे न्यू ब्लग। अनि आजको दिनमा चाहिँ हेर्नु यस्तो बवाल बादलहरू लागिरहेछ है त। तपाईँहरूले वेदरहरू यस्तो रङ्गी देखिराख्नु भएको होला होइन। आजको दिन चाहिँ के हो, आज मौसम नै पुरै परिवर्तन, गणतन्त्र दिवस भएको कारणले अब स्कुलहरू पढ्दाखेरि चाहिँ थाहा हुन्थ्यो के दिवस कता के भनेर होइन। तर अहिले पनि थाहा हुँदो रहेछ क्या मान्छेलाई, दिवस यताउति कहाँबाट चाहिँ कानमा चाहिँ पुग्दो रहेछ। अनि यस्तो छ दिनहरू होइन, गाउँघरको अल्छी लाग्दो यस्तो गरम। अहिले यहाँ हेर्नु नि, मेरो पसिना भर्खरमा घरबाट निक्लिरहेको छु क्या, यस्तो पसिना आइरहेछ क्या। अनि के छ त, तपाईँहरूको हल्लीचल्ली आरामै हुन्छ होला, सन्चै हुन्छ होला। गर्मी महिना यस्तै छ होइन, बहुत रमाइलो भइरहेको होला है। अनि यता यस्तो छ ठाउँहरू होइन, यस्तो बेला चाहिँ पुरै पौडी खेल्न जाँदा जोस जाँगर मन लाग्छ क्या। अब सो आज मैले चाहिँ कामबाट छुट्टी लिएको छु होइन। अनि त्यहाँदेखि आज कहीँ जाउँ भनेर प्लान गर्नु खोजेको, साथीहरू चाहिँ सबैजना काममा व्यस्त छन् होइन। त्यही कारणले म आज एक्लै भए पनि यसो यताउति कहीँ डुल्न जाने होइन। हजुरहरूको सामु एउटा कन्टेन्ट त दिनु पऱ्यो होइन। त्यही कारणले चाहिँ म चाहिँ घरबाट चट्ट लगाएर गर्मी महिनाको समय भएर पनि म निक्लिसकेँ होइन। अनि यो साइडबाट यस्तो टिलिक्क घाम लागिरहेको छ, तपाईँहरूले यहाँ देख्नु पनि भइरहेको होला होइन। आकाशको नजराहरू चाहिँ मलाई चाहिँ लास्टै ओभर दामी लाग्छ क्या त्यो भ्यूहरू होइन। अस्ति हामी यता उता गएको थियौँ, के अरे हाम्रो चिकन बक्स टोली नै लागेको थियौँ। अनि बवाल रमाइलो भएको थियो, मजा सजा हान्यौँ होइन। अनि कोही त बिचमा भिडियो नै अब इन्ट गऱ्यौँ होला, खासै बनाएनौँ पनि होइन। अनि त्यस्तै भइहाल्यो है। यतातिर अब हेर्दै जान्न, मकैबारी तोरीबारी यता अहिले त बाजै छ नि त होइन। सो सिजनहरू पनि आउन लागिसक्यो। हेर्दा हेर्दै जेठ गइसक्यो भनौँ न। जेठ हेर्दा हेर्दै वैशाख त्यत्तिकै बित्यो, वैशाखमा एउटा भ्लग हाल्दै बित्यो, जेठमा पनि एउटा भ्लग हाल्दै बित्यो होइन। वैशाखमा त्यही तपाईँहरूको मेरो बर्थडे थियो नि, वैशाख 7 गते। त्यहाँदेखि त्यही भिडियोहरू तपाईँहरूको सामु खासै प्रायः देख्नु भएको छैन होला होइन, मैले हालेको पनि त छुइनँ नि त होइन। अनि त्यही हो, चुइगम चपाउँदै लागिरहेको छु म तपाईँहरूको माझ है। वहाँ डाँडा जानु पाएँ कस्तो रमाइलो हुन्थ्यो होला जस्तो लागिरहेछ क्या। अब जान त मन छ एक्लै, र कता जानु वहाँ डाँडा होइन। अस्ति जानु त गयो है, तर त्यस्तो मजा चाहिँ आएन भन्दा पनि मजै भएको थियो। भिडियोमा चाहिँ खासै बोल्न सकिनँ नि त म, त्यही भएर। अलि देख्नु सक्नुहुन्छ अहिले सिजन मकैको एकदम धेरै चलिरहेछ होइन। अनि त्यहाँदेखि अरू केही पनि भन्न चाहिनँ, केराबारीहरू छ यतातिर, जस दामी प्रकारको ठाउँहरू छ भनौँ न। यहाँ चाहिँ एउटा प्रोडक्ट मैले युज गरेको थियो, त्यो दाइ आउँदै हुन्छ यहाँ, यता छिर्नुभयो होला। अहिले यसो थोरै कुराकानी लिउँ र प्रोडक्टहरू देखाइदिउँ भन्ने टाइपको होइन। सो मैले पनि त्यो प्रोडक्ट युज गरेको थिएँ, भर्खर मुखसुख धोएर हिँडेको होइन। अनि फेसको चाहिँ चम्कावट चाहिँ तपाईँहरूले कस्तो देखिराख्नु भयो होला। दाइ एकछिन यहाँ आउन मिल्छ? दाइले चाहिँ यहीँ बसाएर यसो के देखाउनु लाउनु पऱ्यो भन्दा छु होइन। हजुर त्यही तपाईँले अघि प्रोडक्ट ल्याउनु भएको छ नि, मैले युज गरिरहेको छु। अनि त्यही बारेमा एउटा छोटो भिडियो ल्याइदिउँ भनेर। मैले प्रोडक्ट युज गरेको त मैले भिडियो लिनु पाउँछ नि होइन। फेसवास थियो मम्मीले लिनुभएको थियो, थोरै यसो देखाइदिनु होला न जानकारी। ल हुन्छ फेसवास चाहिँ सिद्धि हो। हजुर सनस्क्रिनहरू चाहिँ के छ सनस्क्रिनहरू हजुर नेचुरल हुन्छ। यो बजार बसेको जस्तो खानु एकदम हजुरलाई पनि अब ग्रिन टीहरू ग्यास्ट्रिक हर्बल चियाहरू हुन्छ होइन। हजुर कसैले आजको चाहिँ स्याम्पूहरू हुन्छ, कसैले एउटा सानो फेसवास सनस्क्रिनहरू हरेक कुरा हुन्छ। कपाल झर्ने टुक्ने समस्याहरू लागि अब घाउखटी एलर्जीहरूको लागि साबुनहरू भयो होइन। हरेक कुराहरू हुन्छ नेचुरल। यो बजार बसेको जस्तो हुँदैन, हामीले दिएको हुँदैन कि उनीहरूले महँगोमा बेच्नुहुन्छ धेरै होइन। त्यही गुनासो हुन्छ नि त त्यसको लागि चाहिँ। कसैलाई ग्यास्ट्रिक कब्जियत पाइल्सहरूलाई ग्यास्ट्रिक हर्बल चियाहरू हुन्छ, हरेक कुराहरू स्याम्पूहरू हुन्छ होइन। जे सानो जे हुन्छ त्यो सबै कुराहरू हुन्छ कि हामीसँग चाहिँ उपलब्ध हुन्छ। त्यही त मैले अहिले भर्खरै मम्मीले ल्याउनु भएको रहेछ, के हो भनेर देखाउनु भएको थियो। मालिस तेल पनि हुन्छ। त्यही त मैले युज गरेँ। अनि त्यहाँदेखि त्यसकै चाहिँ मैले चाहिँ रिभ्यू होइन थोरै तपाईँहरूलाई सामु भिडियोहरू ल्याइदिएको है। हुन्छ अन्त ल हुन्छ दाजु, हस्। त्यही हो, सो म पनि अहिले हिँड्न लागेको थिएँ होइन, त्यहाँ ठ्याक्कै तपाईँलाई देखेँ क्या। हुन्छ हजुर हुन्छ। हल्का मेरो पनि भ्लगमा केही कन्टेन्टहरू होस् न भन्दा है। अनि त्यही हो, गोरो देखिराख्नु भएको होला, हल्का प्रोडक्ट युज गरेर है। अनि यता आन्टीहरू पनि बजार हिँड्नु लाग्नु भएको होला जस्तो लागिरहेछ।
सँगै हुन्छ टेम्पोमा। आन्टी कहाँ हिँड्नुभएको? बजारसम्म हो? सँगै जानुपर्छ न, मलाई एक्लै कुराको कुरा गर्छन् टेम्पोवालाले है। तयारीमा हिँड्नु भएको छ त आज नि? ए त्यही त, म अस्ति चाहिँ यता टेम्पो स्ट्यान्ड गएको थिएँ, त्यहाँ चाहिँ एकजनालाई मात्रै लाँदैन रहेछ नि त नि, 3 जना चाहिँदो रहेछ टेम्पो। त्यही भएर कुरै गरेर यसो सोधेको है तपाईँहरूलाई। सो हल्का अब के छ र होइन, एक दुई दिनको जिन्दगानीमा हल्का बोलिदिउँ नचिनेको मान्छेहरूसँग भन्दा चाहिँ म चाहिँ बोलिदिन्छु होइन। म चाहिँ बेनासिदीमा त्यसरी बोल्न चाहिनँ है। गाडी आएर चाहिँ पछाडिबाट गयो पनि, अब चट्ट लाएर टेम्पो स्ट्यान्डमा बस्छु, यो आन्टीहरू पनि आउनुहुन्छ होला। यहाँ त अहिले बोल्नु भएन मसँग, हो भन्नुभयो, किनकि अब छोरी होला नि त, त्यही भएर यसो यतातिर घरहरू बनिँदै रहेछ होइन। चट्ट ल्याएर यो के हो, हान्छ कि क्या हो? पुरा शीतल गाई रहेछ डोडी नआएको यार, कस्तो देखिनँ। अब त्यो भिडियो बनाउने सुरुमा म कता के हुन पुगिहाल्छु होइन। यस्तो बवाल घरहरू छडिरहेको छ यता। यहाँ पनि बनिँदै रहेछ नयाँ घर है। अनि यस्तो डेभलप भइसक्यो बाटो भने जस्तोको त्यस्तै तपाईँहरूले देखिरहनु भएको होला होइन। भर्खर चाहिँ घाम गएर चाहिँ यस्तो शीतलहरू छाइरहेछ है, एकदम रमाइलो बवालसँगले। यता पनि घर बनाउन थालिरहेको रहेछन् है, मजा छ, घर भइरहेछ होइन गाउँघरतिर। यहाँ पनि उहिले कहिले ठडिसकेछ घरहरू है। मैले चाहिँ घर मात्रै किन देखाएको भन्नुहुन्छ भने चाहिँ यस्तो गर्मी सिजनमा नि घर बनाउने हो र। यता हाम्रो घर माथिल्लोपट्टि पनि घर छ होइन। अनि मतलब यस्तो जाडो मौसमतिर घर बनाउनु ठिकको राम्रो हो होइन। गर्मीतिर मजदुरहरूलाई कति खटान हुन्छ होला जस्तो लाग्छ क्या मलाई चाहिँ, काम गर्ने कामदारीहरूलाई होइन। अब ठेकदारलाई त आनन्दै छ, यता ती मान्छेहरूले त होइन काम गर्नेले गरिरहेको हुन्छ नि। यता अङ्कलले मलाई पर्खिबस्नु भएको छ, हामी ठ्याक्कै स्ट्यान्डमा आइसक्यौँ होइन। दाजु कसको पालो हो? मान्छेहरू आउँदै हुन्छ होला, 2 जना एकछिन वेट गरिदिनु, अरू बेला नभए एक्लै जान्थेँ। अब हजुर भ्लग बनाउँदै हिँडेको, त्यहाँ बोजू र एउटा आन्टी हुनुहुँदो रहेछ, बजार जानु हुने हो भनेर मैले सोधिदिएको, छिटो आउनु भनेको आउँदै हुन्छ होला यता। त्यही त, किन एकजना मात्रै टुप्लुक्क जानु भन्नु नि त, बोलाइदिइरहेको है। आइपुग्नु भएन? भएको त, 3 जना सर जाऊँ न, के छ र है। यस्तो छ ठाउँहरू यता। गर्मी त अब लास्टै गर्मी, आज म काम गर्न सक्दिनँ भनेर चाहिँ एकछिन दाइले चाहिँ बोलाउनु भएको थियो र होइन। यसो निक्लेको, यस्तो गर्मी थियो हिजो, पसिनाले तल नुहाएकै थिएँ म है। यहाँ कति छिटो घर बनाइसकेछ बा। हजुर होइन, अहिले यस्तै गर्मी सिजनमा धेरै जस्तो घर बनिरहेछ क्या। बवाल भयो त्यो त, वास्तै त गरेको थिइनँ मैले यताबाट। त्यो 1 ताले बनाउँदै गरेर यस्तो देखेको थिएँ, 3 ताले थडिसकेको छ यार घर पनि। खै आन्टीहरू कति ढिलो आउनु भएको, कुनै बिस्तारै आउँदै हुन्छ, बोजू पनि हुनुहुन्छ नि त, त्यही भएर है पर आउँदै हुँदो रहेछ। यहाँ मैले झन् अगाडि नै टेम्पो रोकेर बसिरहेको छु। कहिलेकाहीँ टेम्पो नै पाइँदैन जब मान्छेलाई हतारहरू हुन्छ नि, त्यो बेला गाडी खोज्दाखेरि एउटा पाइँदैन। बसहरू हिँड्यो है त, बजार होइन तपाईँहरू। फाइनली आइसक्नु भयो आन्टीहरू। अघि मैले भनेको थिएँ, सक हुनुभयो होला है। ल आउनुहोस्, बोजू पनि हुनुहुँदो रहेछ है। मौसम ठिकै छ अहिले चाहिँ, ठिकै हो यतिको। अहिले हिजो त कस्तो थियो त बानी हो। ल अब यहाँदेखि हामी मासतिर लाग्छौँ होला है, हेर्दै गर्नु होला।